वहाँ की श्रीमतीहरू रत्नकला, चन्द्रलीला, मधुमाया, दिव्येश्वरा, इन्द्रछाया लगायत मामल वंशमा मौदगली गोत्र मुदगल ऋषिका प्रवर्तक मातामह प्रमातामह विष्णु प्रमातामह गौरीकांत, वृद्धिलाल, श्रीनंद एवं वहाँ की धर्मपत्नी महेश्वरा, इंद्रमाया, कृष्णलीला यथानाम। यसै गरेर यो वंशमा जेठा बडवा लक्ष्मी प्रसाद अनि हरिमाया, गंगादेवी यथानाम, कनिष्ठ पितामा धर्मपत्नी देवीमाया, कनिष्ठ पिता धर्मानंद, ज्येष्ठ भ्राता कोमल प्रसाद, भ्राता ऋषि कुमार, गंगादेवी यथानाम देवी, कृष्ण कुमार, प्रेम प्रसाद र यसै घरका सुपुत्र जो कलिलै उमेरमा भगवानको प्यारो धाम र गमन गर्नुभएका यो परिवारलाई शोकमा सन्तप्त बनाएर जानुभएका गगेन्द्र शर्मा होइन मगेन्द्र शर्मा, त्यसै गरेर भ्रातपुत्र दिवस कुमार, मोहन कुमार, जेठी फुपू पौडिने गोत्रमा वसुन्धरा, लक्ष्मी प्रसाद, कान्छी फुपू घृतकोशको गोत्रमा हर्कमाया, शक्ति विलास अनि जेठी ठुलियामा काश्यप गोत्र की यथानाम, वहाँ का सपरिवार माइली आत्रेय गोत्र की हर्कमाया, विष्णुलाल एवं ससुराली वंशमा कौशिक गोत्रमा उत्पन्न भएर दिवंगत हुनुभएका प्रातस्मरणीय परम वन्दनीय पिता लक्ष्मी प्रसाद, नन्दकुमारी लगायत उहाँका छोराहरू अनि त्यसै गरेर गायत्री गुरु लगायत हाम्रा वंशमा जति पनि दिवंगत हुनुभएको छ नाम वेदपुरुषाय नमः। नाम उच्चारण गर्दै हरि ऋचं वाचं प्रपद्ये मनोयजो प्रपद्ये सामं प्रपद्ये हाम्रो परिवारमा फेरि अनि सान्य saya itu harus ini jadi ya terminal sama perbuatan orang भूर्भुवस्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य आयोजना गर्नुभएका जगतजोडा निवासी प्रेम प्रसाद भट्टराई, माता कुमारी, उपनाम राधा भट्टराई, जेठोरी रीता भट्टराई सुवेदी, कान्छी प्रकृति भट्टराई अनि त्यसै गरेर भाउजू, भाइबुहारी, दिदी, भिनाजु, लक्ष्मी, नातागोता सम्पूर्ण हजुरहरू मिलेर आज भागवतको आयोजना गर्नुभयो। पक्कै पनि त्यो भट्टराई वंशमा केही पुण्य रहेको रहेछ र आज यो धाममा भगवानका गुणानुवाद गाउन पाइयो। त्यो गुणानुवाद गाउने क्रममा श्रीमद् भागवत सप्ताह ज्ञान भाइलाई यस मण्डपमा अवैध रहनुभएका सम्पूर्ण देवी देवताले रक्षा गरिरहनु भएको छ। साक्षात् प्रभु राधारमण भगवान, गौ माता गंगा मैया, सिद्धमयी नेपाल धरणी यस यज्ञका निर्विघ्न कर्ता गणपति भगवान भगवान को बाँध्दै